नमस्ते, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। आज हामी यहाँको व्यवसायका लागि सबैभन्दा उत्तम फ्लोरिङ कुन हुन सक्छ भनेर छलफल गर्न बसेका छौँ। यस्तो समाधान जसले लगानीको पूरा मूल्य दियोस्। अब रेस्टुरेन्ट जस्तो ठाउँमा कति धेरै चहल पहल हुन्छ त्यो हामी बुझ्छौँ। मान्छेहरूको आउजाउ, कुर्सी टेबलहरू यताउता सर्ने अनि कहिलेकाहीँ केही पोखिने, यी शब्द सामान्य नै भयो। हो, यस्तो ठाउँका लागि हामीलाई एउटा यस्तो फ्लोरिङ चाहिन्छ जुन हेर्दा राम्रो मात्रै होइन, यो सबै कुरा सजिलै झेल्न सक्ने खालको बलियो पनि होस्। ल, आज हामी यी विषयमा कुरा गर्नेछौँ। सुरुमा व्यावसायिक फ्लोरिङमा आउने समस्याहरू के हुन्, त्यसपछि एउटा आधुनिक समाधान के छ अनि यसले कतिको भार थेग्न सक्छ, सँगसँगै यसको लुक र अन्त्यमा यसको हेरचाह कसरी गर्ने भन्ने बारे पनि हेर्नेछौँ। ल त, पहिलो विषयबाटै सुरु गरौँ। व्यावसायिक फ्लोरिङको दुविधा। खासमा कुनै पनि व्यवसायको लागि फ्लोरिङ छान्दा एउटा ठुलो दुविधा हुन्छ, किनभने यो भुइँ ढाक्ने कुरा मात्रै होइन, यो त व्यवसायको एउटा पहिचान नै हो, दैनिक काम कारबाहीसँग जोडिएको कुरा हो। अनि मुख्य प्रश्न नै यही हो, टिकाउ पनि होस्, सुरक्षित पनि, हेरचाह पनि धेरै गर्नु नपरोस् अनि हेर्दा आकर्षक पनि देखियोस्। यस्तो फ्लोरिङ कसरी छान्ने? प्राय के हुन्छ भने एउटा कुरा राम्रो भयो भने अर्कोमा सम्झौता गर्नुपर्छ। तर के साँच्चै त्यसो गर्नै पर्छ त? सोचौँ त, एउटा रेस्टुरेन्टले के सामना गर्नुपर्छ? एक त दिनभरि मान्छेको आवत जावत भइरहन्छ, अनि कुर्सी टेबलले गर्दा भुइँमा घर्षण र कोर्ने समस्या त छँदैछ। केही पोखियो भने दाग लाग्ने डर, त्यसमाथि सुरक्षाको नियमहरू पनि मान्नै पर्यो अनि मर्मतको खर्च पनि त छ। तर यति हुँदाहुँदै पनि ठाउँ त प्रिमियम देखिनै पर्यो, होइन र? अब हामीले अघि कुरा गरेका यी सबै समस्याहरूको एउटा निकै राम्रो समाधान छ। त्यो हो लग्जरी भिनाइल प्लाङ्क, जसलाई छोटकरीमा LVP भनिन्छ। यो चाहिँ परम्परागत फ्लोरिङहरूभन्दा एक कदम अगाडिको एकदमै आधुनिक समाधान हो। अब हेर्नुहोस्, प्राकृतिक काठको सुन्दरतामा त कुनै शङ्का छैन, तर व्यावसायिक ठाउँको लागि यो अलि अव्यावहारिक हुन सक्छ। किनभने यो सजिलै कोरिन्छ, खाल्डो पर्छ, अलिकति पानी पर्यो कि फुल्ने वा बाङ्गिने डर हुन्छ। तर ठ्याक्कै यसको उल्टो, LVP-लाई यस्तै समस्याहरूसँग जुझ्नकै लागि बनाइएको हो। यो सजिलै खिइँदैन, कोरिँदैन, 100% वाटरप्रुफ छ अनि सफा गर्न त झनै सजिलो। यो टिम्बरल्यान्ड माइस्ट्रो कलेक्सनमा त यी सबै गुणहरू पहिले नै राखिएको हुन्छ, जस्तो कि यो आगोबाट सुरक्षित छ, धमिरा लाग्दैन, वातावरण मैत्री पनि छ अनि पानीले त केही असरै गर्दैन। यी सबै यसको बनावटको हिस्सा नै हो। ल, अब अलिकति प्राविधिक कुरा गरौँ। यसको प्रदर्शन कस्तो छ त? किनभने यही प्राविधिक स्पेसिफिकेसनले नै हो ग्यारेन्टी दिने कि यो फ्लोरिङले व्यस्त ठाउँको चाप थेग्न सक्छ कि सक्दैन। जस्तै कि यसको अग्नि प्रतिरोध क्षमता, यहाँ BFI HS1 फायर रेटिङ भनेर लेखिएको छ। यो सुन्दा प्राविधिक लाग्ला, तर यसको सोझो अर्थ हो सुरक्षा। यसले के सुनिश्चित गर्छ भने यो फ्लोरिङले व्यावसायिक सुरक्षा मापदण्डहरू पूरा गर्छ, जसले गर्दा मानसिक शान्ति मिल्छ। त्यस्तै अर्को छ घर्षण प्रतिरोध। यसलाई वेयर ग्रुप D भनेर रेटिङ दिएको छ, जुन सबैभन्दा उच्च वर्गीकरण हो। यसको मतलब यो फ्लोरिङ सबैभन्दा धेरै मान्छे हिँड्ने ठाउँहरूका लागि डिजाइन गरिएको हो। जति नै आवत जावत होस्, यो टिक्छ। अनि यो वेयर लेयरको कुरा गरौँ। यो एउटा 0.30 मिलिमिटरको बाक्लो सुरक्षात्मक तह हो। यही लेयरले नै हो भुइँलाई कोरिन, घर्षण र दागहरूबाट जोगाउने। भन्नुको मतलब यही नै लगानीको मुख्य सुरक्षा कवच हो, जसले भुइँलाई लामो समयसम्म नयाँ जस्तै राख्छ। अनि अरू पनि थुप्रै कुराहरू छन् जुन व्यवसायको लागि एकदमै महत्त्वपूर्ण छन्। जस्तै अफिसको चक्के कुर्सीहरूले पनि यसलाई केही गर्दैन। यो R9 रेटिङको भएकोले चिप्लिने डर कम हुन्छ। यसले 6 डेसिबलसम्म आवाज पनि सोच्छ, जसले गर्दा कोठा अलि शान्त हुन्छ अनि पानीले त केही असरै गर्दैन। ल, अहिलेसम्म हामीले यसको मजबुती र प्राविधिक पक्षबारे कुरा गर्यौँ। अब यसको अर्को महत्त्वपूर्ण पाटो हेरौँ, त्यो यसको सुन्दरता। किनभने प्रदर्शन मात्रै भएर भएन, स्टाइल पनि त चाहियो। यहाँ हेर्नुहोस् त, यसको ग्रेन कति विस्तृत र जीवन्त छ। नजिकबाट हेर्दा यो साँचीको काठ जस्तै देखिन्छ। यही डिटेलिङले गर्दा हो ठुलो ठाउँमा बिछाउँदा पनि न्यानो र एकदमै परिष्कृत लुक आउने। यो उदाहरण त झनै सान्दर्भिक छ। एउटा व्यावसायिक डाइनिङ एरियामा यसले कस्तो सुन्दर र भव्य आधार दिन्छ। यसले गर्दा पुरै ठाउँको वातावरण नै उच्च स्तरीय देखिन्छ, जुन हस्पिटालिटी व्यवसायको लागि एकदमै जरुरी छ। अनि डिजाइनको लागि पनि धेरै विकल्पहरू छन्। यो 2 फरक साइजमा आउँछ र विभिन्न वुड र क्लासिक शेडहरूमा उपलब्ध छ। यसको मतलब जस्तोसुकै डिजाइन सोचेको भए पनि त्यसलाई मिलाउन सकिन्छ। ल, अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण कुरामा जाउँ। त्यो हो दीर्घकालीन हेरचाह। यसलाई झन्झटको रूपमा नहेरौँ, बरु आफ्नो लगानीलाई कसरी जोगाएर राख्ने भन्ने सरल तरिकाको रूपमा हेरौँ। यसको हेरचाह एकदमै सजिलो छ। खासमा के गर्ने र के नगर्ने भन्ने केही सामान्य कुराहरू मात्रै छन्, जस्तै दैनिक बढार्ने र भिजेको कपडाले पुछ्ने, प्रवेशद्वारमा डोरम्याट राख्ने, यी भए गर्नुपर्ने कुरा। अनि कडा केमिकल प्रयोग नगर्ने, गहुरुङ्गो सामान नघिसार्ने, यी भए नगर्नुपर्ने कुरा। एकदमै सरल छ। र यी सरल कुराहरूलाई ध्यान दिँदा नतिजा यस्तो देखिन्छ। हेर्नुहोस् त, धेरै प्रयोग हुने ठाउँमा पनि यो फ्लोरिङ कति राम्रो देखिएको छ। सही हेरचाहले लगानीलाई लामो समयसम्म जोगाउँछ भन्ने कुराको यो उत्तम उदाहरण हो। त्यसैले अन्त्यमा सोच्नुपर्ने कुरा यही हो, के हाम्रो व्यवसायलाई एउटा यस्तो फ्लोरिङ चाहिएको हो जसले प्रिमियम स्टाइल पनि दियोस् तर कुनै पनि कुरामा सम्झौता गर्नु नपरोस्? LVP ले वास्तवमा यही समाधान प्रस्ताव गर्छ।